ल सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म चाहिँ टक्क माछा मार्नु जाने हो, साथै सुँगुरलाई चारो लिने हो। हेरौँ के कति माछा मर्दैछ। यो चाहिँ एक्लै भएको कारणले माछा मार्दा अप्ठ्यारो भिडियो खिच्नुको लागि भएको कारणले ट्राइपडलाई दोरले बाँधेर टक्क यसरी भरे यहाँ हालेर खिच्नुको लागि सजिलोको लागि, साथै झ्याम्पल डोको र बुकसहित अब हिँड्यो लाग्यो माछा मार्नु। कि कति मर्छ माछा हेरौँ अन्तिमसम्म। चिसो छ मौसम चाहिँ, खोलामा त अझै चिसो नै हुने कुरा भइगयो। खोलामा मार्नु सकिन्छ कि सकिँदैन माछा चाहिँ थाहा होइन। त्यही एकचोटि चाहिँ ट्राई चाहिँ गर्ने हो। सानो हाँगातिर माछा मरेन भने चाहिँ सुँगुरलाई चारो लिएर आउने हो। सुँगुरलाई चारोको लागि हिँडेको, साथै माछा मर्छ भनेर हिँडेको हो। यो चाहिँ मेरो ट्राइपड दोरले बाँधेर एक्लै भएको कारणले एक्लै भएको कारणले भिडियो खिच्नुको लागि अप्ठ्यारो भएर यसरी जुक्ति लगाएर हिँडेको। साथै यो चाहिँ माछा बोक्ने साथीहरू मेरो चुटिक्क यहाँबाट भोरी माछा लिने हो। ल है खोला चाहिँ यस्तो छ है साथीभाइहरू। बाटो चाहिँ एकदमै अप्ठ्यारो। मौरी माछा मार्नु सुँगुर चारो खोज्न आउँदा भिरमा यसरी भिर मौरी, तर मौरी चाहिँ गइसक्यो। यस्तोमा कारिन्छ है साथीहरू भिर मौरी चाहिँ एकदम अप्ठ्यारो हुन्छ। डोरी तन्काएर माथि आइसक्यो। खोइ माछा खासै पाउला जस्तो छैन। अब म चाहिँ यो सानो एउटा हङ्गा रहेछ, यो मारेर यही ठाउँमा खोजेर सुँगुरलाई चारो टिपेर घरतिर जानेछु। हेरौँ है त अब साथीहरू, म चाहिँ यो मार्नेवालामा छु कि कति मर्छ हेरौँ। खोला चाहिँ यति थुनिसके, अब लगभग आधा उधिसके। एकदमै चिसो छ खोला थुन्नु चाहिँ। माछा चाहिँ छ कि छैन थाहा भएन। एकदमै दुःख हुन्छ है साथीहरू, खोला थुन्नु चाहिँ एकदमै दुःख हुन्छ। हेर्नु होला खोला अब आधा फाइनल्ली खोला चाहिँ थुनिसके साथी। अब माछा मार्ने हो भकाभकी। हेरौँ के कति मर्छ माछा। अहिलेसम्म माइक हराएर खोज्दा साथीहरू टेन्सनले। ल खोला चाहिँ सुकिसक्यो फाइनल्ली। अब हेरौँ है त साथीहरू कति माछा मर्दो रहेछ। एकदमै दुःख गरेर अहिलेसम्म ल खोला। ओहो माछा ओहो उप्रियो साथीभाइ। यो माछा चाहिँ झरेको थियो, उप्रियो। माछाको बच्चा खेल्दैछ है त्यहाँ। चाहिँ यहाँ राख्ने हो। कति छ मासु थाहा भएन। हेर्नु यो साथीहरू पा ल हेर्नु ल।
यस्तो हुन्छ पाहा चाहिँ। ल पस यहाँभित्र। पाहा त एउटा फेरि अर्को पनि भेटेको थियो कता कि फेरि पाहा। साथीहरू पाहा चाहिँ थुप्रै भेट्यो आज। माछा मर्ला नमर्ला पाहा चाहिँ मर्यो। ल फाइनली माछा चाहिँ मर्नु सुरु गर्यो। यो बुकमा थापेको माछा मरिसक्यो है। लोकल असला माछा चाहिँ यस्तो छ। साथीहरू माछा र पाहा चाहिँ मर्नु सुरु गर्यो। यसलाई त यति गरेपछि एक्लै चाहिँ माछा मार्नु सजिलो छैन है साथीहरू। यता मोक्सो आफै बोक, यता सेउलो आफै काट, खोला आफै बार, माछा आफै मार, बोक आफै थाप, भिडियो आफै बना। खोला सुक्ला जस्तो छ, माछा कुद्ला जस्तो छ। के को गुरो यो? माछा कि पाहा? केही कहन रहेछ जस्तो छ। डुलो चेरी खेचेरेन। के हो खुट्टा खुट्टातिर? ल साथीभाइ यो माछा मार्ने तरिका। ओह यो यहाँ पुरा छ त माछा त। कता थुरे ओहो ढुङ्गा पल्टाएको त के निस्क्यो यस्तो? बाफ्रे बाफ्रे। अबे जाट पापो। है साथीहरू पाहा चाहिँ निस्क्यो, माछा चाहिँ निस्किएन है जाट्टो। यहाँ तर चाहिँ अहिलेसम्म लुकेको माछा है साथीहरू चाहिँ। ल यो त यहाँभित्र चिज आउँछ खोजे भेटिन तँलाई। ल साथीहरू अहिले चाहिँ बल्ल बल्ल भेटेँ माछा निकै कतिलो छ है। ल है साथीभाइ अब माछा लगभग मारिसकियो। माथि लेक एक्लाएर
यहाँ चाहिँ यस्तो छ, एक्लैलाई चाहिँ अलिक गाह्रो हुने रहेछ। यो चाहिँ एक्लै माछा मार्दै भिडियो खिच्नुको अप्ठ्यारो भएर ट्राइपडलाई छातीमा बाँधेको। ल अब हेरौँ है त साथीहरू, माछा मारिसकियो, अब घर जाने बेला भयो। ल फाइनल्ली आजको माछा चाहिँ यति मारियो। एउटा भयो, दुईवटा, तिनवटा, चारवटा पाहा, एउटा, दुईवटा, तिनवटा, चारवटा पाहा चाहिँ 6-7वटा मारेको साथीहरू। अहिले 2वटा चाहिँ छोडिदिएँ। अब टक्कै लगेर घर जाने हो। सुँगुरलाई चार। ल साथीहरू आज चाहिँ सकियो, अब घरतिर जाने हो। टक्क हालेर ओहो अटेन त। आज चाहिँ एक्लैले भने नि माछा मारियो। ले हेर्नु है साथीहरू, असला माछा। ल हेरौँ है साथीहरू, असला माछा यस्तरी मारिन्छ। हेरौँ ल। यो चाहिँ पाहा, भ्यागु त छैन है साथी, पाहा हो। गना अलिकति सिस्नो टिपेर भोक सोक डोको सोको चिम्टा सबै थुतुक्पा खुकुरे मेरो भिडियो खिच्दै ट्राइपड छातीमा भिरेको। अब आजको भिडियो चाहिँ यति नै साथीहरू। अब फेरि भोलि पर्सितिर बनाउने छु भिडियो। अहिलेलाई यति नै। तपाईँहरू सबैजनाले जति नै मेरो भिडियो हेरिबस्नुहुन्छ लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। एकदमै दुःख गरेर भिडियो बनाएको छु, त्यति चाहिँ गरिदिनु पऱ्यो है साथीहरू।